मान्छेले गर्दा पनि भयो कसले गर्नुहुन्छ भन्नुहोस् त अनि नानीले गर्छ नि त स्टोनको एउटा मात्रै रहेछ स्टोनको एउटा हो नभए फेस पेन्टिङ दुईवटा छ क्यानभास एउटा हो यो प्याकेजमा स्टोन एउटा फेस पेन्टिङ एउटा हो फेस पेन्टिङ एउटा चाहिँ एड गरेर पठाइदिनु भएको छ हजुरलाई दुईजना हुनुभएको अरे एउटा एड भयो सरी पेन्टिङ बस हैन अझै बाँकी नमस्ते नमस्ते त्यो जुत्ता खानु पर्ने बास्केटमा राख्दा पनि कम्फर्टेबल हुन्छ हजुरलाई हजुर जुत्ता उता बास्केटमा राख्दा कम्फर्टेबल हुन्थ्यो अब ए ल ओके नमस्ते हजुर त्यसमा एउटा क्राइटेरिया छ एकचोटि म्यामलाई पनि बोलाइछ हामीले सिकाइदिन्छ मलाई हजुरलाई कम्फर्टेबल हुन्छ चाहिँ एकचोटि बोलाउनुहोस् त दिपा यहाँ आऊ त दिपा दिपा एकछिन फोटो खिच्नलाई आऊ रे क्या एकचोटि म्याम यहाँ चाहिँ हाम्रो सर्टेन रुलहरू छ students, ke छ दिन्छु हेर कस्तो लाग्यो students wait sorry ke भयो एकछिन पख राम्रो लाग्यो हो अझ त्यही माथि भिडियोहरू बनाउन पाइयो होइन फोटोहरू बनाउन पाइयो त्यसै ह्याप्पी होइन फोटो र भिडियो खिच्न पाएपछि त्यसै ह्याप्पी होइन त हो ल
नेचुरल जस्तै फिल हुन्छ आई मिन कति पनि पेन्टिङ जस्तो नै फिल भएको छैन एकदम नेचुरल यस्तो मजाको पेन्टिङ कसरी बनायो होला है यो सही लाग्यो के को पेन्टिङ गर्छ यसरी भन्दा मैले पान्दाको पेन कोही देखाउ त वाउ सबै आफैले बनाइछ हो पेन्टिङ मैले गरेको सकेको सकेन त अब के बाँकी छ ब्लू कलर आज के गर्यो छोरी तिमीले मैले आज पेन्टिङ गरेँ फोन पेन्टिङ अनि ह्यान्ड पेन्टिङ अनि अरू के गर्यो अरू इन्जोय गर्यो अरू के इन्जोय भित्र चाहिँ के गर्यो भने मैले जम्पिङ गरेँ मैले ऱ्याबिट्स अनि एनिमल्सहरू पनि हेरेँ ए अब हामी के मोमो खान जाने होइन त अनि कहाँ जाने त्यस पछाडि ल ह्याप्पी स्याटरडे बाई यो मोमो चाहिँ 13513215 हजुर खाना त खाइयो रिफन्ड पनि पाइयो भोक लाग्थ्यो मेरो अफिसको नम्बर हो क्या मेरो कम्पनीको नम्बर हो तपाईँहरू जति हाल्नु मन छ त्यति हालिदिनु नहाल्दै नि केही फरक पर्दैन तपाईँहरूलाई अप्ठ्यारो नहुने हिसाबले गरिदिनु न ए तपाईँले आफ्नो पर्सनली हालिदिनु लाउनु भएको नै पर्दैन नि ल तेरि यो त भएन यार मजा आएन मोमो नि खाइयो यहाँ रिफन्ड अब स्टाफ आफ्नो गल्तीले गर्दाखेरि आफैले रिफन्ड गरिदिनु भयो कि बिचरा त्यहाँ अब अप्ठ्यारो हुने होला उहाँलाई त्यही भएर तर त्यो कम्पनीले नै गर्नुपर्ने हो उहाँले आफ्नो पर्सनली गर्नु नहुने हो मजा आएन तर ठिकै छ के गर्नु मैले त हुँदैन भनेको हो अब त्यही मान्नु भएन बहिनी बिचरा यहाँको सबै कुरा त ठिकै लाग्यो तर मोमो चाहिँ अलिक डढेको रहेछ मोमो चाहिँ कतिले पाएन रेस्टुरेन्ट चाहिँ खासै राम्रो थिएन अरू कुराहरू त अब ठिकै हो पुरै डढेर आएछ मोमोहरू अब आइसक्यो के गर्नु भोक लाग्छ खानै पर्यो